आफ्नै मौरी छुटेको रहेछ आफ्नै मौरी जानु लागि चाहिँ यति साह्रो जुक्ति गरेको रहेछ नि साला कस्तो आवाज गरेको हेर्नु जाओस् हौ बरु है यसलाई किन करसरी गर्नु त्यो भएर पनि जान्छ जाओस् यो यसलाई मनै छैन भने किन राख्नु जबरजस्ती ल ल ल जा ल जा कस्तो दुःख गरेर ल्यायो ल रानी निक्ल्यो अब कसको आगेको र मेरो कसकोमा जान्छ अब भाइगाउँ जान्छ ल ल भाइगाउँ जान्छ परै जान्छ पर बेसी होइन यता घुम्न थाल्यो नि यता बटारिन थाल्यो नि ल हिजो अस्ति रुखबाट ल्याएको मौरी हो ए छैन यहाँ उतै जान्छ नि उतै होइन उताबाट हेर्नु होइन 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 हेर हगेको के भा अर्कै जग्गा गयो क्या हो यो त हेरौँ न त्यहाँ रानी उयो गर्दैछ बुटुल्दैछ त है चला एकै दिन मात्रै बस्यो नि हौ गरम बेसी भएको छ नि गरम भन्दा नि उताबाट आउँछ चाका दिएको हो मैले अर्को चाका दिएको हो ए उतै लाग्यो मेरै उठ्नुमा हो मेरैमा गएको रहेछ नि मेरै मौरी मेरै डुलमा गयो अन्त कस्तो है साला ओ अब जाँदैछ यो कस्तो अझै यहाँ पो आउँदैछ त ए यसमा होइन होइन एउटा अचम्म भयो आज हेर्नुहोस् है आफ्नै मौरी हो आफ्नै डुलमा गयो कुन पो होला म चाहिँ कहिले पनि मौरीलाई नि बेसी त उयो गर्दिनँ जाने मौरीलाई नि हामीले साह्रै जबरजस्ती राख्यौँ भने नि त्यो मौरीले कामै गर्दैन यहाँ आइपुग्यो त्यही त एकैछिनमा आउँथ्यो हो अब हेर्नुहोस् है मैले यहाँ पर राखेको छ हो मैले कति दुःख गरेर रुखबाट ल्याएर त्यसरी राखेँ हो अब हेर्नुहोस् है उहीँ आउँछ यो म त यादै थिएन किन चाहिँ भन्क्यो भन्ने पऱ्यो कि पुरा भन्क्यो ल्याएको मौरी त अन्त अब यो डुलमा आउँदैछ हेर्नुहोस् है साइन्टिफिक हाइपबाट चाहिँ लोकल डुलमा यहाँ आइपुग्यो यहाँ